ओहो दाजु के छ आराम हुनुहुन्छ? आरामै छु। चुनाव आयो अनि आउनु भयो होला हैन त गाउँतिर? ठ्याक्कै थाहा भयो नि तपाईँ फेरि। त्यति पनि बुझ्दिन त, पाएको मान्छे पो हो त म त। ए हजुर के बोलेको त्यस्तो? केटो मान्छे भएर नि पाउँछन् कहीँ? पाएको भनेको परिपक्व म्याच्योर भनेको के नेताजी पनि कस्तो नबुझ्ने। ए त्यसरी भन्नु नि त अनि हजुर। अनि यसपालिको भोट चाहिँ घन्टीमै हजुर, म यो क्षेत्रबाट उठेको छु नि। ए हजुर म त जन्मिँदै सूर्य हो नि, अन्त त मेरो आँखा फिट्टिकै जाँदैन नि। खै हेरौँ त। के हेरे नेताज्यू? अनि छाप भने होइन अघि? के को छाप? अनि तपाईँले भर्खर जन्मिँदै सूर्य हो भनेर भने होइन? अनि कहाँ डक्टरले यसो ठप्पा लाग्छ कि भनेर हेरेको नि। मजाक नगर्नु नेताजी यार। मजाक त तपाईँहरूले बनाउनु भएको छ निर्वाचनमा, जन्मदै रुख र जन्मदै सूर्य भनेर। हेर्नुहोस्, जन्मदै कोही पनि कुनै पार्टीको हुँदैन, कसैले पनि झोला बोकेर आएको हुँदैन। झोले त पछि गएर बन्ने हो। यदि बोक्नै छ भने झोला बोक्नुहोस्, तर पार्टीको होइन परिवर्तनको झोला बोक्नुहोस्। एक पटक नयाँ पार्टीलाई हेर्नुहोस्, यिनीहरूबाट पनि भएन भने 5 वर्षपछि आफ्नो मत परिवर्तन गर्नुहोला। तपाईँहरू मत बदल्नुहोस्, हामी देश बदल्छौँ। हामी हौँ परिवर्तनको झोले।